पहाडको पिसेको एकदम के अरे पिस्न भनेर ल्याएको यहाँ बाबाले आफ्नो देशी जुगाड बनाएर यो हेर्न सक्नुहुन्छ। यो हेर्न सक्नुहुन्छ गाइस हाम्रो पहाड कस्तो दामी छ। ओ पानी त एकदम गाइस एकदम मेहनत गरेर एकदम धेरै टाइम लागिसकेको छ यो मोमो बनाउँदाखेरि। हेर्नु यहाँ बनिसकेको छ। अब यसलाई अब स्टिम गर्न चाहिँ यो के अरे पनि सकिने जस्तो लागिसकेको छ। जस्तै 60-70 पिस जति बन्यो होला कम्तीमा। त्यो गाइस हेलो गाइस वेलकम टु माई ब्लग। हाम्रो अर्को ब्लग रहेको छ गाइस। सो सबै सन्चै हामीले हुनुहुन्छ होला के अरे होइन। अनि चाहिँ आज के प्लान थियो छ हाम्रो भन्दाखेरि चाहिँ यो मोमो बनाउने प्लान छ। सो हामीले अब मोमो बनाइन्छ है, मोमो मेकिङ गरेर खाइन्छ। भिडियोमा भनिरहनु होला के बनाइन्छ होला देखाइन्छ सबै चिज है। त्यसको लागि यहाँ आटा हामीले मैदा रेडी गरिसकेका छौँ। पहाडको पिसेको एकदम के अरे पिस्न भनेर ल्याएको यहाँ बाबाले आफ्नो देशी जुगाड बनाएर यो हेर्न सक्नुहुन्छ। यो हेर्न सक्नुहुन्छ। यो त घुमिसक्यो। हेर्न सक्नुहुन्छ यस्तो मौसम तातो घाममा हेर्न सक्नुहुन्छ गाइस। हेर्न सक्नुहुन्छ है यसरी देशो आइडिया हातले गर्न पर्दैन। यो जुगाड हो, देशी जुगाड। यसलाई बनाउनु पर्छ यसरी। गर्मी यस्तो छ। अनि यसको मकैको पनि बनाउने हो, हेर्न सक्नुहुन्छ। यो मकैको पनि पिठो बनाएर मस्त रोटी बनाएर खाने एकदम बवाल छ। गाउँको हो, हेर्न सक्नुहुन्छ। यस्तो वातावरण छ। पहाडको मकै हो, यहाँ गर्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ गाइस हाम्रो पहाड कस्तो दामी छ। ओ पानी त एकदम सागरो भएर आइरहेको छ। हेर्न सक्नुहुन्छ हाम्रो यताको तिनौ रिभर एकदम फाइनली होइन मैले किमा पनि ल्याइसकेँ गाइस। प्याज बनाउँदै छिन् यहाँ सिस्टरले। प्याज हेर्नुहोस् यत्रो काटिसके छिन् प्याज। अब अरू के खुर्सानी पनि राख्ने होला नि होइन। अनि हेर्न सक्नुहुन्छ मेकिङ हुँदैछ यो मसिनै गर्दैछौँ। हाम्रो किमा हामीले अलरेडी दिइसकेका छौँ, अर्डर गरिसकेका छौँ किमाको लागि। अब एकछिन उहाँबाट कल आएपछि हामी फोन गरेर हामीले हामीलाई बोलाउँछौँ र हामी गएर लिन जान्छौँ। गाइस यो भिडियोमा बनिराख्नु होला। अब अर्को हामी तपाईँले के बन्छ हामी सब गाइस हेर्न सक्नुहुन्छ। यहाँ मोमोको लागि किमा बनाउँदै हुनुहुन्छ मम्मीले किमा बनाउँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ प्याज छ। यो फेरि सुपको लागि है गाइस। यहाँ सुपको लागि चिकन छुट्टै सुप र अनि मोमो झोल मोमो के अरे चाउमिनको पनि हाल्ने हो। यहाँ मसला मम्मीले हाल्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ इन्ग्रिडियन्ट्सहरू एकदम हामी हेल्दीहरू हालेर खान्छौँ। मोमो मसला हाल्दै हुनुहुन्छ यो गाइस। गोल्डी मसला पनि हाल्ने हो। सक्नुहुन्छ फाइनली रेडी भइसक्न लागिसकेको छ हाम्रो किमा चिकन मोमोको लागि है। हेर्न सक्नु बास्ना पनि दामी आइसकेको छ। अब यो प्याज के को लागि राखेको? सुप बनाउनलाई। सुपको लागि पर्दैन यहाँ राख्नुपर्छ गाइस। एकदम मेहनत गरेर एकदम धेरै टाइम लागिसकेको छ यो मोमो बनाउँदाखेरि। हेर्नु यहाँ बनिसकेको छ। अब यसलाई अब स्टिम गर्न चाहिँ यो के अरे पनि सकिने जस्तो लागिसकेको छ। जस्तै 60-70 पिस जति बन्यो होला कम्तीमा। त्यही गाइस धेरै थाकिसक्यो बनाउँदा धेरै गाह्रो रहेछ यो बनाउँदाखेरि। एकदम झ्याउ काम रहेछ एकदम है। खाना मिठो काम गर्न झ्याउ त्यही हो। अब काम गरेपछि दुःख गरेपछि मिठो पाइन्छ भनेपछि त्यस्तै हो। तर मोमो एकदम सकेर बल्ल चाहिँ हेर्न सक्नुहुन्छ बनाउँदैछौँ गाइस। फाइनली हाम्रो मोमो पनि अब रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ यहाँ मोमो फाइनली रेडी भइसकेको छ है, तातो मोमो। अनि त्यसपछि फेरि हामीले यहाँ यो चाउमिन पनि अब बनाउँछौँ। यो थुक्पा, यो सुप
हे सूप बनाइन्छ यी यसरी सूप स्पेसल सूप रहेछ ओ सरी मेरो अलि के होइन हेर्न सक्नुहुन्छ गाइस होममेड मोमो एकदम आपकी प्रॉपर्टी में बच्चों का हक होता है। मम्मी चटनी क्या बाजी आप इतने मस्त